तपाईँ हामीलाई थाहा छ कुनै पनि कार्यको पछाडि कार्य परिणामसम्म पुग्नको लागि त्यसका मान्य सिद्धान्तहरू रहन्छन् र त्यसलाई गाइड गर्ने केही प्रिन्सिपलहरू रहन्छन् जसको आधारमा उक्त कार्य सम्पन्न भएको हुन्छ। त्यस्तै कानुनले पनि कानुनी व्यवस्था लेखिएका अक्षरहरूको अक्षरश पालना साथै त्यसको न्यायको स्थापना गर्नको लागि कानुनी सिद्धान्तहरू पनि कानुनमा अवलम्बन गरेको हुन्छ। त्यस्तै मुलुकी अपराध संहिता 2074ले पनि केही मान्य सिद्धान्तहरू अवलम्बन गरेको छ, जसमध्ये केही मुख्य सिद्धान्तहरूमध्ये पहिलो सिद्धान्त रहेको छ कानुन बमोजिम गरेको कार्य कसुर नहुने। यसको भन्नुको मतलब यदि कुनै पनि कार्य गरिन्छ र उक्त कार्यलाई कानुनले अपराधीकरण गर्दैन भने त्यस्तो कार्य वैध नै रहन्छ र त्यस्तो कार्य बापत कुनै पनि सजाय गरिँदैन। त्यस्तै अर्को सिद्धान्त रहेको छ कानुन बमोजिम बाहेक सजाय नहुने। यो सिद्धान्तको मतलब के हो भने यदि कुनै पनि व्यक्तिले कुनै कार्य गर्दछ भने उक्त कार्य गर्दाको कानुनले त्यस्तो कार्यलाई कतिसम्मको सजाय गर्दछ त, त्यो सजायभन्दा बढी सजाय गर्न छुट कसैलाई कानुनले दिँदैन। त्यसै गरी अर्को सिद्धान्त भनेको प्रिन्सिपल अफ राइट टु रिमेन साइलेन्स, अर्थात् कुनै पनि व्यक्तिलाई आफ्नो विरुद्ध साँची हुन कर लाग्दैन। यो भन्नुको मतलब व्यक्तिलाई चुप लागेर बस्न, आफ्नो कुराहरू व्यक्त नगर्न पाउने पनि अधिकार रहन्छ। किनभने यदि कुनै अभियुक्तले आफ्नो विरुद्ध केही बोल्छ भने त्यो कुरा निजका विरुद्ध प्रमाणको रूपमा लागू हुन्छ। यस्तो अवस्थामा उक्त अभियुक्तले चुप लागेर बस्दछ भने त्यसमा निजलाई बोल्न कर हुँदैन, किनभने निजको आपराधिक कार्य प्रमाणित गर्ने भाग अभियोजन पक्ष अर्थात् प्रोजिक्युसन पक्षको हुने भएको हुनाले यसमा निज अभियुक्तलाई बोल्ने कर लाग्दैन। यो सिद्धान्त मुलुकी अपराध संहिताले लिएको छ। त्यसै गरी अर्को भनेको चाहिँ यो फ्याक्टको मिस्टेक अफ फ्याक्टको रूपमा गरेको कार्य चाहिँ अपराधिक कार्य नहुने भन्ने सम्बन्धी पनि सिद्धान्त लिएको छ। त्यसै गरी अर्को सिद्धान्त भनेको बालबालिकाले गरेको कार्यमा कसुर नहुने। यसलाई हामीले बुझ्दाखेरि के बुझ्छौँ भन्दा बाल बिज्याइको रूपमा बुझ्छौँ। किन भनेपछि उमेर नपुगेको बालबालिकाले कार्यको परिणाम पनि बुझ्न सक्दैन, त्यसको प्रकृति पनि बुझ्न सक्दैन र निजको इन्टेन्स अर्थात् मिनसरिया नहुने भएको हुनाले निजको कार्यमा अपराधिक कार्य देखिँदैन। यो बिज्याइ हो, बाल बिज्याइ हो भन्ने कुरा अपराध संहिताले लिएको छ। त्यसै गरी मन्जुरी लिई गरेको कार्य अपराधिक कार्य नहुने भन्ने छ। त्यसै गरी तर मन्जुरीको हकमा पनि सिद्धान्तले अवलम्बन गर्दाखेरि कस्तो कस्तो अवस्थालाई मन्जुरी मान्ने भन्ने सन्दर्भमा पनि छुट्टै कन्डिसनहरू टर्म्सहरू राखेको पाउन सकिन्छ। जस्तो 18 वर्षभन्दा मुनिको बालबालिकासँग लिएको मन्जुरी रहँदैन। त्यसै गरी होस ठेगानमा नरहेको व्यक्तिसँग लिएको मन्जुरी नहुने भयो। त्यसै गरी अर्को भनेको चाहिँ इन्टोक्सिकेसन अर्थात् मादक पदार्थ सेवन गरी कुनै पनि व्यक्ति चाहिँ अचेत अवस्थामा पुगेको छ भने त्यस्तो अवस्थामा लिएको मन्जुरी पनि मन्जुरी रहने भएन। त्यसै गरी अर्को भनेको चाहिँ डर त्रास हात हतियार देखाई कसैले मन्जुरी लिन्छ भने त्यस्तो अवस्थामा लिएको मन्जुरी पनि मन्जुरी चाहिँ रहँदैन। यो सम्बन्धी व्यवस्था तथा यो मान्य सिद्धान्त अपराध संहिताले लिएको छ। त्यसै गरी अर्को सिद्धान्त भनेको चाहिँ अर्कोको भलाइको लागि मन्जुरी लिई गरेको कार्य अपराधिक कार्य नहुने भन्ने सिद्धान्त रहेको छ। त्यसै गरी मन्जुरी लिई गरेको कार्य पनि अपराधिक कार्य हुन सक्दछ। कस्तो अवस्थामा भन्दाखेरि जुन मन्जुरी लिगली भ्यालिड छैन तर भलाइको लागि भन्दै गर्दाखेरि चाहिँ कतिपय अवस्थामा मन्जुरी नलिई भलाइको लागि गरेको कार्य पनि अपराधिक कार्य ठहर्दैन। त्यो भनेको कस्तो हो भन्दाखेरि ड्युरिङ द टाइम अफ इमर्जेन्सी, जस्तो कुनै पनि व्यक्तिको सम्पत्तिको सुरक्षा गर्नुपर्ने बाध्यात्मक अवस्था आइपुग्यो होइन, इमर्जेन्सीको कारणले यदि त्यो सुरक्षा गरिदिएन भने त्यस्तो अवस्थामा के हुन्छ भन्दाखेरि निजको सम्पत्ति चाहिँ नष्ट हुन सक्ने अवस्था आयो भने त्यस्तो अवस्थामा तत्कालीन अवस्थामा चाहिँ के हुन सक्दैन भन्दाखेरि मन्जुरी लिइरहन सक्ने अवस्था नरहने हुँदाखेरि त्यस्तो अवस्थामा मन्जुरी नलिई गरेको कार्य पनि के हुन्छ भन्दाखेरि वैध हुन्छ अर्थात् अपराधिक कार्य ठहर्दैन। तर मन्जुरी नलिई जुन आफ्नो व्यक्तिगत स्वार्थको लागि युज गर्छ भनेपछि त्यस्तो अवस्थामा के हुने भयो भन्दाखेरि उक्त कार्य चाहिँ अपराधिक कार्यको रूपमा ठहर्ने कुरा रहेको। महत्त्वपूर्ण भनेको चाहिँ सेल्फ डिफेन्सको रूपमा गरेको कार्य चाहिँ अपराधिक कार्य नहुने अर्थात् निजी रक्षाको रूपमा गरेको कार्य चाहिँ अपराधिक कार्य नहुने भन्ने सम्बन्धी
फौजदारी कानुन अर्थात् मुलुकी अपराध संहिताले चाहिँ आफ्नो मान्य सिद्धान्तको रूपमा लिएको छ। तर उक्त सेल्फ डिफेन्स चाहिँ कति हदसम्म लागू हुने त्यसको पनि कन्डिसनहरू हुन्छ। जस्तो पहिलो कन्डिसन भनेको के हो रहन सक्छ भन्दाखेरि तत्कालीन कुनै कार्यबाट चाहिँ त्यो आफूमाथि भइरहेको प्रहारबाट बस्न सक्ने अन्य प्रोबेबल जुन अप्सनहरू छन् कि छैनन् आफू कहाँ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण रहन्छ। यदि नजिकै आफूले चाहिँ कसैबाट चाहिँ सहयोग माग्न सक्ने हैन, त्यसै गरी त्यसबाट निस्कनको लागि उक्सनको लागि हैन, प्रहारबाट बच्नको लागि चाहिँ उक्सनको लागि पर्याप्त अन्य कुनै विकल्पहरू आफू कहाँ छन् भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ निजले लिएको डिफेन्स चाहिँ वैध रहँदैन। तर निजले चाहिँ आफ्नो ज्यानको रक्षाको लागि, सुरक्षाको लागि, त्यसै गरी आफ्नो सम्पत्तिको रक्षाको लागि चाहिँ अन्य तत्काल उपलब्ध अन्य विकल्पहरू छैनन् भने त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि निजले आफ्नो ज्यानको सुरक्षाको लागि चाहिँ आफ्नो सेल्फ डिफेन्स युज गर्न सक्दछ। तर यो सेल्फ डिफेन्स युज गर्दाखेरि पनि नेसेसिटी र प्रोपोर्सनालिटी जस्ता बेसिक प्रिन्सिपलहरूलाई चाहिँ अवलम्बन गर्नुपर्ने हुन्छ। त्यसको लिमिटेसन हैन, त्यसको लिमिटेसनभन्दा माथि हुने गरी चाहिँ सेल्फ डिफेन्स युज गरेको छ भन्दाखेरि त्यस्तो अवस्थामा यो जस्टिफिएबल डिफेन्स चाहिँ हुन सक्दैन र एक्सक्युजेबल डिफेन्स पनि यो रहँदैन। त्यो भएको हुनाले सेल्फ डिफेन्स पनि लिमिटेड हुनुपर्दछ र तत्कालीन खतराबाट बच्नको लागि आफ्नो ज्यानको सुरक्षाको लागि मात्र युज गरिएको हुनुपर्दछ। त्यसै गरी बालबालिकाले गरेको कार्यमा चाहिँ उमेर पुगेको व्यक्तिलाई चाहिँ सजाय हुने भन्ने कुरा चाहिँ अर्को महत्त्वपूर्ण सिद्धान्तको रूपमा लिएको छ। यदि कुनै पनि व्यक्तिलाई चाहिँ बालबालिकालाई चाहिँ उक्साहटमा पारी, ललाइ फकाई कुनै अपराधिक कार्य गराउँछ भने चाहिँ उक्त कार्य गराउने व्यक्तिलाई चाहिँ सजाय हुन्छ भन्ने अपराध संहिताको मान्य सिद्धान्त रहेको छ। त्यसै गरी प्रिन्सिपल अफ स्ट्रिक्ट लायबिलिटी अर्थात् निरपेक्ष दायित्वको सिद्धान्त पनि रहेको छ। कतिपय अपराधहरू यस्तो अपराधहरू हुन्छन् उक्त अपराधहरूमा चाहिँ मिन्स रिया प्रमाणित गरिराख्नु पर्दैन, अर्थात् क्रिमिनल इन्टेन्ट अर्थात् आपराधिक मनसाय भन्ने तत्त्व निजको कार्यमा प्रमाणित गरिराख्नु पर्दैन। जस्तो उदाहरणको लागि यदि कुनै पनि व्यक्तिले चाहिँ बालबालिकाको रेप गर्छ भने त्यस्तो अवस्थामा निजको इन्टेन्ट्स अर्थात् उसको इन्टेन्ट चाहिँ सही थियो हैन, निजले शारीरिक सम्बन्ध मात्रै राख्नको लागि गरेको थियो भनेर निजको इन्टेन्ट्स प्रमाणित गरिराख्नु पर्दैन। निजले गरेको जुन जबरजस्ती करनीको कार्य छ त्यो उक्त कार्य नै निजलाई सजाय दिनको लागि पर्याप्त हुन्छ। त्यसै गरी यदि कसैले लागु औषध हैन, त्यस्तो लागु औषध जन्य वस्तुहरू चाहिँ के गर्छ, क्यारी गर्छ, उसले समाउँछ, आफ्नो जेबमा राख्छ हैन, निजबाट बरामद हुन्छ भने चाहिँ त्यस्तो अवस्थामा उक्त वस्तु कुन प्रयोजनका लागि उसले कुन इन्टेन्ट राखेर उक्त वस्तु क्यारी गर्यो भन्नेले महत्त्व राख्दैन। निजको गरेको कार्य नै निजलाई आपराधिक कार्य वहन गराउनको लागि पर्याप्त हुन्छ। यस्तै गरी विभिन्न किसिमका क्राइमहरू छन् जसमा चाहिँ इन्टेन्ट भन्ने तत्त्व प्रमाणित गरिराख्नु पर्दैन। कार्य नै के हुन्छ भन्दाखेरि आपराधिक कार्य प्रमाणित गर्नको लागि चाहिँ पर्याप्त रहन्छ। यस्तो कुराहरूमा चाहिँ इन्टेन्ट भन्ने तत्त्व चाहिँ प्रमाणित गरिराख्नु पर्दैन। त्यसै गरी समूहबाट कुनै आपराधिक कार्य हुन्छ भने चाहिँ सामूहिक लायबिलिटी अर्थात् जोइन्ट लायबिलिटी चाहिँ इस्ट्याब्लिस हुन्छ र प्रत्येक आपराधिक कार्यमा संलग्न व्यक्तिहरूलाई के हुन्छ भन्दाखेरि समान किसिमको आपराधिक दायित्व वहन गराइन्छ र निजहरू चाहिँ के हुन्छन् भन्दाखेरि इक्वल्ली पनिसेबल हुन्छन्। यी थिए मुलुकी अपराध संहिताले ओभरअल्ली क्यारी गर्ने ती महत्त्वपूर्ण सिद्धान्तहरू जुन सिद्धान्तका आधारमा न्याय प्रणाली तथा कानुनी व्यवस्थाको परिपालना गराउने गर्दछ।